हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। र आज चाहिँ मैले लास्टै धेरै दिनपछि बल्ल ब्लग लिएर आएको छु। तपाईहरुले लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। र मेरो घरमा चाहिँ आज चाहिँ पहिलादेखि पुरानो गाउँलेबाट लिएर आएको कपडाहरु थियो, कोको सोको सबै पारेर अनि हामीले चाहिँ अहिले मेसिनमा हालेर यसले दामी तरिकाले हामीले चाहिँ भुल्ला बनाउँदै छौं दुईटा। अनि उहाँ अंकलहरुले चाहिँ यताउति मिलाइरहनु भएको छ। मैले चाहिँ यहाँ भिडियो क्लिप गरिरहेको छु, तपाईले हेर्न सक्नुहुन्छ। हेर्दाखेरि एकदम सजिलो लागेको थियो मलाई चाहिँ। अनि अंकलहरुले काम गरेको देख्दा चाहिँ यस्तो कठिन हुँदो रहेछ बल्ल थाहा पाएँ मैले आज हैन। पोकापोकी भुल्ला भुल्ली चाहिँ मिलाएर राख्नु भएको छ, किनकि त्यहाँ भित्र राम्रोसँग त्यहाँ मिलाएर चाहिँ हाल्ने छ। त्यसपछि अंकलले उताबाट सामानहरु ल्याउँदै हुनुहुन्थ्यो र यता अंकलले चाहिँ यहाँ मिलाउँदै हुनुहुन्छ। म चाहिँ यहाँ बसेर धुलो हुन्छ भनेर अंकलले मलाई भन्नु भएको थियो, त्यही पनि मैले सुनेन। पछि मलाई यस्तो रुगा लागेको छ, यस्तो रुगा लागेको छ हैन। बोली पनि मेरो अर्कै भएको छ र अंकलहरुले चाहिँ टक्क लाएर अब यहाँ स्टार्ट गर्ने भन्नुभएको थियो। त्यही भएर म हल्का पछाडी गए। अनि यहाँ चाहिँ थोरै स्कुलको साइड छ नि त, त्यही भएर यहाँ डिस्टर्ब हुन्छ भन्नुभएको थियो पहिले नै। अनि हामीले सुने अंकलले सरासर लाएर अब चाहिँ स्टार्ट गरिसक्नु भएको छ। तपाईहरुले हेर्नु होला राम्रोसँग हैन। त्यही मैले पनि यहाँ भिडियो बनाउँदै छु, हेर्दै छु। यहाँबाट चाहिँ हामी चाहिँ गाउँको हो यो सबै भुल्ला भुल्लीहरु पोखापोकीहरु, किनकि अब यहाँ गुरुङ साइडको दिदीहरुले पनि भन्नुभएको थियो अब जाडो भयो भने धेरै महँगो हुन्छ, गर्मीको साइडमा बनाऊ। त्यही भएर चाहिँ हामीले अहिले यहाँ यस्तो दुःख गरेको। र स्कुलको साइडबाट हल्का फुल्का टचर पनि दिनुभएको थियो, किनकि अब साउन्ड जान्छ यताउति भनेर। त्यही पनि अंकलहरुले 10-15 मिनेट पनि लागेन यति बनाउनको लागि। र भुल्लो सुल्लो यताउति सिलाउँदा चाहिँ लागेको थियो। र हेर्न सक्नुहुन्छ टक्क लाएर मेरो भाइ चाहिँ उतार आउन खोजिरहेको थियो। यहाँ चाहिँ अंकलहरुले चाहिँ सबै मेसिनको काम भ्याइएपछि चाहिँ हैन भुल्ला सुल्ला बनाएर चाहिँ यहाँ टकटुक लाएर चाहिँ सिलाइरहनु भएको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। र भुल्ला चाहिँ यस्तो दामी तरिकाले हैन यस्तो मिठो तरिका भएको थियो। त्यसै माथि दिदीले चाहिँ हामीलाई मैले चाहिँ यहाँ फ्रुट राख्न दिएको थिएँ हैन, त्यो जुसहरु। अनि हामीले चाहिँ त्यो अंकलहरुलाई थकै लाग्यो होला भनेर चाहिँ हामीले यसो खाना खान दियौं। अंकललाई हातमा दिएको, अंकलले त्यही राख्दिनु साइडमा भन्नुभयो, त्यही भएर चाहिँ हामीले त्यही साइडमा राख्दियौं। र बिस्तारा चाहिँ रेडी भएको छ, हेर्न सक्नुहुन्छ। त्यही त हामीलाई भोक पनि लागेको थियो र हामीले खानासाना पनि खायौं। ल आजको लागि